सबैजनालाई मेरो नमस्कार। यहाँहरूलाई आज म जीवन बिमा मध्ये आइएमई लाइफ इन्सुरेन्सको एउटा बालकिरण जीवन बिमाको विषयमा म केही थप जानकारी दिन गइरहेको छु। र बालकिरण जीवन बिमा योजना विशेष गरी बच्चा जन्मिएको उमेरदेखि लिएर 17 वर्षसम्म बच्चा नपुगिन्जेलसम्मको बच्चाको बिमा गरिन्छ। र बच्चाको इन्सुरेन्समा जहिले पनि प्रस्तावक राखिन्छ र प्रस्तावक राख्दै गर्दाखेरि बुवा आमा प्रस्तावक बस्न सक्नुहुनेछ। र बुवा आमामा चाहिँ 18 वर्षदेखि 65 वर्षसम्मको बिमा अवधि हुन पर्यो विशेष गरी। र बिमा अवधि मिनिमम पनि 10 वर्षदेखि लिएर 25 वर्षसम्मको राख्न सकिन्छ। र यसको उमेर भनेको चाहिँ बच्चा परिपक्व हुँदाखेरि 18 वर्ष कम्प्लिट भइसकेर तपाईँको 32 वर्ष बिचमा चाहिँ जति भयो पनि म्याचुरिटी लिन सकिने भयो यो पोलिसीमा। र यसको बिमाको रकम चाहिँ मिनिमम 1 लाखदेखि लिएर सानोभन्दा सानो बिमा पनि गर्न सकिन्छ। माथि 50 लाखसम्मको चाहिँ बिमा गर्न सकिन्छ। यदि 50 लाखभन्दा माथिको बिमा गर्ने सोचमा हुनुहुन्छ भने यहाँले आफ्नो पनि चुसो बराबरको बिमा गर्नुपर्छ। र यसको बिमाको विशेष गरी यसको भुक्तानी गर्ने तरिकाहरू धेरै प्रकारको छ बालकिरण जीवन बिमामा, जसमध्ये तपाईँको एकमुष्ट एकैचोटि भुक्तानी गर्न पनि सक्नुहुन्छ। सीमित भुक्तानी तपाईँको 5 वर्षसम्म पनि भुक्तानी 5 पटकसम्म भुक्तानी गर्न सक्नुहुन्छ। 8 वर्षसम्म, 10 वर्ष, 12 वर्ष यस्तो सीमित भुक्तानी पनि तपाईँको चाहिँ लिमिटेड टाइमसम्मको हजुरको इन्कम छ भने त्यो अनुसारको तपाईँको चाहिँ भुक्तानी दिन चाहिँ त्यो नर्मली सकिने भयो भने नर्मली भुक्तानी दिन सकिन्छ। तर यो भुक्तानी दिँदै गर्दा अथवा बिमा पोलिसी मैले सुरु गरिसकेको छु भने मलाई यो पोलिसी भएर चाहिँ मेरो बच्चाको एजुकेसनको सपोर्टको लागि कम्पनीले 4 वर्ष कम्प्लिट भइसकेपछि बिमाको चालु अवस्थाको 4 वर्ष कम्प्लिट भइसकेपछि बिमाको रकमको 4% हरेक वर्ष कम्पनीले मेरो बच्चा पढाउनको लागि पैसा दिने भयो। के को आधार हुँदैन, बिमाङ्कको आधारमा 4%। म जति ठुलो बिमा गर्छु त्यसको 4% मलाई चाहिँ हरेक वर्ष कम्पनीले चाहिँ रिटर्न दिन्छ। तर बिमा समाप्त पछाडि मेरो बिमाङ्क भ्यालु 125% मान्छ र बोनस मान्यो र प्लस बोनस प्राप्त हुन्छ। र 125% भ्यालुलाई चाहिँ मेरो अगाडि 4% जति दिएको छ त्यो माइनस गरेर बाँकी यसको चाहिँ पैसा चाहिँ आउने भयो यो पोलिसीमा। र यो पोलिसीको मेन मकसद के हो भन्दाखेरि मैले बिमा गरेको छु भने मेरो बच्चाको एजुकेसनको लागि चाहिँ सपोर्ट हुन्छ। किनभने हरेक वर्ष मलाई इन्सुरेन्स कम्पनीले के दिँदैछ, पैसा दिँदैछ, जुन कुरा मेरो स्कुल फी तिर्नको लागि सपोर्ट गर्ने हो होइन। यसको चाहिँ मेन फिचर चाहिँ यो छ भने यो पोलिसीमा विशेष गरी प्रस्तावक भनेको बुवा आमा बसिन्छ जसमा। त्यस्तो अवस्थामा यदि पूर्ण रूपमा अपाङ्ग भयो भने तपाईँको 4वटा राइडर भनेको 4वटा तपाईँको सेवा सुविधाहरू चाहिँ अन भयो। त्यो चाहिँ हाम्रो रिस्क कभरेज प्रोटेक्सनतिर गयो होइन। भोलिको दिनमा रिस्क कभरेज हुन्छ, जसमध्ये मेरो अहिले प्रिमियम बचत गर्नुपर्ने थियो भने मेरो बचत गर्नु परेन। कस्तो अवस्थामा भनेको पूर्ण रूपमा अपाङ्ग भएको अवस्थामा, जसमध्ये एक्सिडेन्टबाट पनि हुनसक्छ, नेचुरल तपाईँको चाहिँ अथवा डिजिजबाट पनि हुनसक्छ, कुनै डिजिजबाट पनि मान्छे अपाङ्ग हुनसक्छ वा एक्सिडेन्टबाट हुन्छ भने त्यस्तो अवस्थामा 100% बिमा शुल्क मिना चाहिँ कम्पनीले गरिदिने हो। बाँकी किस्तामा हामीले पेमेन्ट गरिराख्नु परेन भने अब त्यही कन्डिसनमा चाहिँ के हुन्छ, बच्चालाई 1% बिमाको रकमको 1% हरेक वर्ष मेरो चाहिँ हरेक महिनाको रूपमा 1%, वर्षमा 12%, हरेक वर्ष चाहिँ मलाई बच्चा पढाउनलाई पनि इन्सुरेन्सले सपोर्ट गर्यो होइन। त्यो एउटा बेनिफिट भयो। अर्को भनेको चाहिँ एकमुष्ट भुक्तानी लाभ। एकैचोटि के हो, मेरो चाहिँ बिमाको रकम फेरि पनि पैसा चाहिँ दिन्छ। एउटा प्यारेन्ट पर्मानेन्ट टोटल डिसेबिलिटी भएर बस्दै गर्दा चाहिँ उहाँले गरेको बिमाको रकम जुन एकमुष्ट रूपमा चाहिँ फेरि पनि भुक्तानी दिन्छ। त्यही केसमा मृत्यु भयो भने चाहिँ अब के हुन्छ, मृत्यु भयो भने चाहिँ त्यो सबै कुरा राइडर अहिले भनेसम्मको राइडर पाउने भयो। अहिलेसम्मको भनेको चाहिँ पर्मानेन्ट टोटल डिसेबिलिटी अपाङ्ग भएमा पाउने भयो भने चाहिँ अब डेथ भयो भने चाहिँ के हुन्छ त भन्दाखेरि डेथ केसेसमा फेरि कम्पनीले के दिन्छ, तपाईँको चाहिँ पैसा एक्स्ट्रा तपाईँको बिमाको रकम बच्चाको खातामा डिपोजिट गर्ने भयो, बच्चा पढाउन पनि दिने भयो, बिमा शुल्क मिना पनि हुने भयो। अब त्यस्तो सपोज ए भन्ने व्यक्तिले बिमा गरेको थियो, एक्सिडेन्टको कारणले बच्चाको डेथ, प्यारेन्ट्सको डेथ भयो, प्रथम कुरा चाहिँ प्यारेन्ट्सको डेथ भयो भने त्यस्तो कन्डिसनमा बच्चा खातामा 22 लाख रुपियाँ डिपोजिट भयो। 1% हरेक महिना बच्चालाई पढाउन पनि दिने भयो। 4 वर्षपछि हरेक वर्षमा दिने 4% पायो भनेपछि बिमा समाप्त भइसकेपछि बिमाको रकम र बोनस पनि प्राप्त भयो। अब लाइफ इन्सुरेन्स नै किन गर्ने त बच्चाको इन्सुरेन्स भन्दा चाहिँ विशेष गरी एजुकेसन प्रोटेक्सनको लागि, फाइनेन्सियल एजुकेसन प्रोटेक्सन गर्न चाहनुहुन्छ बच्चाको भने तपाईँको लागि सबैभन्दा उत्कृष्ट विकल्प बन्न सक्छ आइएमई लाइफको बालकिरण पोलिसी। यो पोलिसीले तपाईँको बच्चालाई भोलि पढाउनको लागि समस्या भएन।
धेरैजनाको के हुन्छ भन्दा अब एउटा प्लानिङ गर्नुहुन्छ बच्चा अहिले तपाईँको 6 महिना 1 वर्ष 1.5 वर्ष 2 वर्षको छ तपाईँको पक्कै पनि प्लानिङ छ किन एजुकेसन त मोस्ट इम्पोर्टेन्ट छ बच्चा त पढाउनु पऱ्यो भनेपछि बच्चा पढाउनको लागि अहिले तपाईँले बिमा गर्नुभयो भने बच्चा स्कुल जानुन्जेलसम्म तपाईँले सेभिङ गर्नुहुन्छ स्कुल जानु छोडेको अथवा स्कुल जान सुरु गरेको जस्तै स्कुल जानुभन्दा अगाडिसम्म तपाईँले सेभिङ गर्नुहुन्छ स्कुल जान थालिसकेपछि इन्सुरेन्सलाई सेभिङ पनि गर्नु पऱ्यो इन्सुरेन्स कम्पनीलाई पे पनि गर्नु परेन उल्टै इन्सुरेन्स कम्पनीले के हो हजुरको इन्सुरेन्सको लेभलमा तपाईँको चाहिँ हरेक वर्ष 4% बच्चा पढाउन सपोर्ट गर्यो भने चाहिँ हजुरलाई एजुकेसन भोलिको दिनमा तपाईँको चाहिँ फाइनेन्सियल प्रोटेक्सनको लागि यो पोलिसी सबैभन्दा उत्कृष्ट बन्न सक्छ र यहाँहरूलाई थप जानकारी लिनु परेमा यहाँहरूसँग यो वाट्सएप म्यासेज कल गर्न सक्नुहुनेछ सँगसँगै भेटेरै चाहिँ यसको जिज्ञासाहरू अझै धेरै जिज्ञासाहरू हुनसक्छ हजुरहरूको भेटेरै पनि तपाईँले चाहिँ मसँग चाहिँ यसको पूर्ण रूपमा जानकारी लिन सक्नुहुन्छ भने हाम्रो ब्रान्चमा गएर पनि ब्रान्च भिजिट गरेर पनि तपाईँले चाहिँ सेवा सुविधा पाउनुहुन्छ यहाँबाट बिदा हुन्छु धन्यवाद